सो तपाईँ आफ्नो युएस भिजाको लागि एप्लाई गर्दै हुनुहुन्छ र DS 160 फर्म भर्न चाहनुहुन्छ प्लस DS 160 फर्मलाई कसरी रिट्रिभ गर्ने त सो फर्स्ट तपाईँले DS 160 फर्म भर्नको लागि तपाईँले गुगल क्रोममा तपाईँले DS 160 भनेर सर्च गर्नुपर्ने हुन्छ सो काउन्सिलर इलेक्ट्रोनिक एप्लिकेसन सेन्टर आउँछ त्यसमा क्लिक गर्नुहोस् एन्ड देन तपाईँलाई यो यस्तो वेबसाइटमा तपाईँलाई लिएर जान्छ यो पछि तपाईँ कुन कन्ट्रीबाट एप्लाई गर्दै हुनुहुन्छ त्यो गरिदिनुहोस् एन्ड देन सो तपाईँले यो कोड हालिदिन सक्नुहुन्छ तपाईँसँग दुईटा अप्सन छ सुरुमै तपाईँले कि स्टार्ट एन्ड एप्लिकेसन गर्न सक्नुभयो रिट्रिभ एन्ड एप्लिकेसन तपाईँले आफ्नो एप्लिकेसन कतै स्टार्ट गर्नु भएको छ र कतै लस्ट गर्नु भएको छ सिद्धिएको छ भने चाहिँ तपाईँले रिट्रिभ गर्न सक्नुहुन्छ सो एउटा एप्लिकेसन कम्प्लिट गर्नेको टाइम चाहिँ अलमोस्ट तपाईँले 20 मिनटको पाउनुहुन्छ यदि 20 मिनटमा तपाईँले भएन भने त्यसलाई फेरि तपाईँले रिस्टार्ट गरेर तपाईँले रिट्रिभ एन्ड एप्लिकेसन गर्न सक्नुहुन्छ रिट्रिभ एप्लिकेसन गर्नेको भिडियो चाहिँ म लास्टमा तपाईँलाई हालिदिइरहेको छु अहिले चाहिँ कसरी एप्लिकेसनहरू अगाडि बढ्ने त्यो हेर्न सक्नुहुन्छ सो वान्स वी गो देयर तपाईँले आई एग्री गरिदिनुहोस् यो पढेर एग्री गर्न सक्नुहुन्छ एन्ड देन तपाईँको यो जुन पनि नम्बर छ AA00 FIC2FJ यसलाई कपी गरेर कतै पेस्ट गर्नुहोस् यो तपाईँलाई पछि रिट्रिभ गर्न चाहिन्छ अब यहाँनिर सिक्युरिटी एन्सर राख्नु भनेको छ मैले अहिलेको लागि मम भनेर राख्ने एन्ड देन यो फर्महरू भर्नुपर्ने छ सो फर्स्टमा चाहिँ तपाईँले आफ्नो सर नेमहरू हाल्नुपर्ने हुनेछ सपोज अहिलेको लागि मैले फुल नेम इन नेटिभ अल्फाबेट डज नट एप्लाई राखिदिन सक्नुभयो यदि तपाईँको नामहरू कि मेडियन रिलिज छ भने त्यो राख्न सक्नुहुन्छ टेलिकोडमा रिप्रेजेन्ट छैन यही हेरेर हजुरले आफ्नो भर्न सक्नुभयो हजुरको डेट बर्थ तपाईँको जन्मेको सिटी नेसनल आइडेन्टिफिकेसन नम्बर इट्स अप्सनल तपाईँले राख्नु पनि सक्नुभयो नराख्दा पनि केही हुँदैन यदि तपाईँको युएस सोसल सिक्युरिटी नम्बर ट्याक्स पेयर आइडीहरू छ भने तपाईँले त्यो राख्न सक्नुभयो पर्पस अफ द ट्रिप हाम्रो जहिले पनि F1 हुन्छ तपाईँको F क्लासमा चाहिँ स्टुडेन्ट भिजा अर एकाडेमिक ल्याङ्ग्वेज भिजाहरू पर्छ स्टुडेन्ट भिजामा नि हाम्रो चाहिँ F1 भिजा हुन्छ सो केही प्लानहरू बनाउनु भएको छ स्पेसिफिक प्लान भिजिट गर्ने भने तपाईँले यसमा राखिदिन सक्नुभयो यदि छैन भने नो भनेर राखिदिँदा नि भइहाल्यो सो अहिलेको लागि सपोज मैले राखिदिएँ फेब्रुअरी 4 मा म आउँछु भनेर अराइभल सिटी डिपार्चर सिटी सो योहरू राख्नुपर्ने हुनेछ तपाईँको कहाँ आउनुहुन्छ इन्टरनेसनल एयरपोर्ट डिपार्चर फ्लाइट थाहा छ भने छैन भने नो भनेर नि राखिदिँदा भइहाल्यो सो डेट अफ अराइभल कसरी हेर्ने भन्दाखेरि तपाईँको आफ्नो क्लास स्टार्ट हुनुभन्दा अगाडिको एक हप्ता या 10 दिन अगाडिको डेटलाई तपाईँले राख्नुहुन्छ फर ब्याचलर्स इज 5 इयर छ अहिले मास्टर्सको लागि 2 इयर्स छ सो अब तपाईँ कहाँनिर बस्नुहुन्छ भनेर तपाईँले अब आफ्नो युनिभर्सिटीको लोकेसन राखिदिँदा फेरि भइहाल्छ युनिभर्सिटी कहाँ छ युनिभर्सिटीले डुमहरू प्रोभाइड गर्छ भने त्यो राखिदिँदा फेरि भइहाल्यो सो मैले ओहायो राख्दियो सो ओहायोको पोस्टल कोड तपाईँलाई कसले चाहिँ तपाईँलाई पे गर्छ तपाईँको यो इन्टायर ट्रिप एजुकेसनको लागि भनेर अब तपाईँको को छ त्यही अनुसार तपाईँले राख्न सक्नुभयो मैले अदर पर्सन राख्थेँ अदर पर्सनमा अब हजुरले आफ्नो बुवा मम्मी को हुनुहुन्छ उहाँलाई राख्न सक्नुभयो जिमेल एड्रेस राखिदिँदाखेरि राम्रो फोन नम्बर तपाईँले राखिदिन सक्नुभयो रिलेसन्स टु युमा तपाईँले आफ्नो प्यारेन्ट्स राखिदिन सक्नुभयो सो ट्राई टु मुभ फरवर्ड विथ सेभ गर्दै अगाडि बढ्दै ट्राई गर्नुहोस् होला है त
अब कोही तपाईँसँग कोही ट्राभल गर्दै हुनुहुन्छ भने यस लेख्न सक्नुभयो, छैन भने नो। तपाईँ कहिले युएसए जानुभएको छ, यो क्वेसनहरू हेरेर त्यही अनुसारले आफूले सो इफ तपाईँको सेकेन्ड एटेम्प छ भने चाहिँ तपाईँले यसमा यस लाउनु पर्यो। हेभ यु एभर बिन रिफ्युज अ युएस भिजा। अब यही अनुसारले अब तपाईँले के कुरामा तपाईँलाई भिजामा तपाईँले रिजेक्ट भएको थियो। अब भिजा नम्बर के छ, अब तपाईँले इस्यु भएको भने तपाईँले इस्यु भिजा नम्बर हेभ यु एभर बिन इन द युएसएमा त्यही अनुसारले राखिदिनु पर्यो। तपाईँ रिफ्युज हुनुभएको भने रिफ्युजको रिजन के थियो भनेर त्यो लेखिदिनु पर्यो। अब स्ट्रिट एड्रेसहरू तपाईँले यसमै राखिदिनु पर्यो। त्यहाँबाट सिटी, सपोज तपाईँ ओहायो जाँदै हुनुहुन्छ, ओहायोको कुन ठाउँमा जाँदै हुनुहुन्छ, सपोज तपाईँ डेटनमा जाँदै हुनुहुन्छ, तपाईँको यहाँको होम एड्रेस राखिदिनु पर्यो। पोस्टल कोड जोन जीपहरू राखेको राम्रो। मैले चाहिँ अहिलेको लागि यहाँनिर क्विकको लागि भनेर चाहिँ तपाईँको इमेल राखिदिएको छुइनँ। मेलिङ एड्रेस सेम छ भने सेम राखिदिने, फोन नम्बर त्योपछि सो सेकेन्डरी फोन नम्बरहरू छ भने त्यो राखिदिन सक्नुभयो। कुनै फोन नम्बर लास्ट 5 इयरमा चलाउनु भएको छ एडिसनल भने त्यो राखिदिन सक्नुभयो। अब जिमेलमा तपाईँले राखिदिन सक्नुभयो आफ्नो जिमेल, एन्ड देन तपाईँले एडिसनल जिमेल चलाउनु भएको छ भने एडिसनल जिमेल पनि राखिदिनुहोस्, छैन भने नो लेखिदिनुहोस्। सोसियल मिडियामा अहिलेको लागि तपाईँले फेसबुक, इन्स्टाग्राम र अरू कुनै ह्यान्डलहरू चलाउनुहुन्छ भने त्यसको आइडीहरू राखिदिन सक्नुभयो। अहिलेको लागि सपोज मैले इन्स्टाग्रामको लागि राखिदिएछु, इन्स्टाग्रामको राखिदियो। अरू कुनै तपाईँले एप अरू कुनै केही चलाउनु भएको भने त्यसमा राखिदिन सक्नुहुन्छ। टिकटकको तपाईँले यसमा राखिदिनु भयो, सोसियल मिडिया प्लेटफर्म र सोसियल मिडिया ह्यान्डल। तपाईँको डकुमेन्ट कुन छ, अफिसियल डिप्लोमेटिक्स हाम्रो प्रायः जस्तो रेगुलरै हुन्छ। सो यसरी तपाईँले भन्नु सक्नुभयो। तपाईँको कहाँनिर भनेको थियो यो पासपोर्ट, यो राखिदिन सक्नुभयो। अब तपाईँको हाम्रो प्रायः जस्तो सबैको हाम्रो काठमाडौँमा हुन्छ। अब आफ्नो गाउँबाट बनाउनु भएको छ भने गाउँको राख्नु भइहाल्यो। अब तपाईँको इस्यु डेट कहिले छ, तपाईँको जनवरी 2023 O2मा छ भने तपाईँको जनवरी 1मा सिद्धिन्छ, प्रायः जसो जनवरी 1 2033मा सिद्धिन्छ। तपाईँको पहिला हेभ यु एभर लस्ट अ पासपोर्ट अर ह्याड वान स्टोलनमा तपाईँको अब छ भने हराएको छ भने यस, हराएको छैन भने नो। अहिलेको लागि मैले नो भनेर लेखिदिएको छु। सो स्कुल अफिसियलको लागि रिच आउट गर्ने भनेर छ। यहाँनिर मैले जे चिज लेखिदिइरहेको छु आफ्नो I-20मा तपाईँले चेक गर्नु सक्नुहुन्छ। त्यसमा स्कुल अफिसियल टु रिच आउट भनेर हुन्छ। अहिलेको लागि मैले राइट स्टेट युनिभर्सिटी राखिदिएको छु। तपाईँको रिलेसनसिप के हो, प्रायः जस्तो सबै तपाईँको स्कुल अफिसियल हुन्छ। तपाईँले यसमा तपाईँले एड्रेसहरू राखिदिनु पर्यो। फोन नम्बर, जिमेल आइडी राखिदिनुहोस् होला। अब ड्याडी मम्मीको नामहरू यसमा राख्नु पर्ने हुनेछ तपाईँले। अहिलेको लागि चाहिँ मैले डु नट नोमा राख्दैछु। हजुरहरू चाहिँ यसमा फुलै फिल अप गर्नु होला। डेट अफ बर्थहरू चाहिँ म्यान्डेटोरी छैन। डु यु हेभ एनी इमिडिएट रिलेटिभ्स नट इन्क्लुड प्यारेन्ट्स, कोही हुनुहुन्छ भने टिक यस, छैन भने नो। सो त्यसपछि अदर रिलेटिभ्स कुनै छ भने यस, नत्र भने नो। तपाईँको वर्क एजुकेसनमा आउँछ। अब तपाईँले पहिला के काम गर्नुभएको थियो, केमा थियो भनेर। अब मैले प्रायः जस्तो तपाईँहरू सबैजना स्टुडेन्टै हुन्छ। सो स्टुडेन्ट हुनुहुन्छ भने अहिलेको लागि रिसेन्टली पास आउट भएको कलेजको नाम, स्कुलको नाम लेखिदिनुहोस्, त्यसको एड्रेस लेखिदिनुहोस्, कहाँनिर छ त्यो युनिभर्सिटी। अब स्टेट, प्रोभिन्सहरू राखिदिनु सक्नुभयो। फोन नम्बर तपाईँले राखिदिनु सक्नुभयो। यसमा कहिलेदेखि पढ्नु भएको थियो, कहिलेसम्म पढ्नु भएको थियो त्योहरू लेखिदिनु सक्नुभयो।
सो यसमा तपाईँको अब रुल्स एन्ड ड्युटिजहरू के थियो त्यो लेखिदिन सक्नुभयो। अब यदि तपाईँ पहिला कहीँ काम गर्नु भएको छ भने यस टिक लाउनुहोस्। अनि तपाईँले कहाँ काम गर्नु भएको छ त्यो लेखिदिनुहोस्। छैन भने नो लेखिदिनुहोस्। सेकेन्डरी लेभलको एजुकेसन तपाईँको यसमा एड गरिदिनुहोस्। छैन भने नो लगाइदिनु भइहाल्यो। सो कुनै ट्राइबलमा बिलोङ गर्नुहुन्छ भने त्यो लेखिदिने। अब तपाईँको कुन कुन ल्याङ्ग्वेज आउँछ भन्दाखेरि तपाईँलाई इङ्ग्लिस, नेपाली राखिदिन सक्नु भइहाल्यो। अब हजुर फ्लुएन्ट हुनुहुन्छ कुनै अरू एक्स्ट्रा ल्याङ्ग्वेजहरू आउँछ भने त्यो पनि राखिदिँदाखेरि भइहाल्यो। सो नत्र तपाईँले नो नो अब यसमा प्रायः जस्तो सबमा नो नै हुन्छ। एकचोटि तपाईँले सिक्युरिटी एन्ड ब्याकग्राउन्ड भनेर यो क्वेसनहरूमा एकचोटि राम्ररी हेरेर टिक लाउन सक्नु भइहाल्यो। यो क्वेसनहरू टिक लाउँदाखेरि एकचोटि पढेर लाउनुहोस् होला। प्रायः जस्तो सबमा नो नै हुन्छ। अब तपाईँको यहाँनिर दुईवटा फ्रेन्ड्सहरूको नाम यहाँनिर तपाईँले अब दुईवटा आफ्नो फ्रेन्ड्सको नामहरू राखिदिनुहोस् होला, जसलाई चाहिँ भोलिको दिनमा कन्ट्याक्ट गर्नलाई सजिलो होस् यदि तपाईँको कुनै इन्फर्मेसनहरू भेरिफाई गर्नु छ भने। काठमाडौँ तपाईँहरूले यो फर्म भर्ने बेला चाहिँ आफ्नो सबै डिटेल्सहरू यसमा भरिदिनुहोस् होला। मैले चाहिँ अहिलेको लागि तपाईँको केही पनि हालिदिएको छुइनँ। सो तपाईँले सेभिस आइडी हाल्नु पऱ्यो। त्यो तपाईँको I-20को लेफ्ट टप कर्नरमा हुन्छ। सो नेम अफ स्कुल हालिदिनुहोस्। कुन छ तपाईँ कुन युनिभर्सिटीलाई एप्लाई गर्दै हुनुहुन्छ, कोर्स कुन पढ्दै हुनुहुन्छ। यदि ब्याचलर्स अफ आर्ट्स, ब्याचलर्स अफ फिजिक्स भने ब्याचलर्स अफ फिजिक्स भनेर फुल नेम मेन्सन गरिदिनुहोस् होला। अब यो पछि तपाईँले आफ्नो फोटोजहरू हालिदिनु होला। सो तपाईँको अब आफ्नो फोटो यसमा राखिदिन सक्नुभयो। अब यदि तपाईँको फोटोको साइज चाहिँ मिलेन भने यसरी भन्छ, नयाँ हेड साइज अर पोजिसन रिलेटिभ टु इमेज भनेर तपाईँको यो मिलेको छैन। सो द्याट मिन्स अब तपाईँले अर्को इमेज पनि हाल्नु सक्नु भइहाल्यो एकचोटि चेक गरेर। नत्र भए तपाईँको अर्को अप्सन हुन्छ कन्टिन्यू विदाउट अ फोटो भनेर हुन्छ। तपाईँले चाहिँ एउटा 5 सेन्टिमिटरको 5x5 को फोटो लिएर जानुपर्ने हुन्छ। एडिसनली 2x2 को फोटो पनि तपाईँले लिएर जानुहोस् होला है त। अब नेक्स्ट भनेको तपाईँको रिभ्यू आउँछ। सो तपाईँले जे जे इन्फर्मेसन हाल्नु भएको छ सबै तपाईँले रिभ्यू गर्नुपर्ने हुन्छ।
यो सबै तपाईँले इन्फर्मेसनहरू तपाईँले रिभ्यू गर्न सक्नु भइहाल्यो एन्ड देन तपाईँले यसलाई प्रिन्ट पनि गर्न सक्नुहुन्छ आफूलाई तपाईँलाई चाहिरहेको छ भने लोकेसन गर्नु भइहाल्यो सो तपाईँले लास्टमा साइन इन एन्ड सबमिट गर्न सक्नुभयो यसमा कसैले असिस्ट गरेको छ भने तपाईँलाई असिस्ट भनेर राख्न सक्नुहुन्छ छैन भने आफूले गरेको भनेर राख्दै नि भइहाल्यो पासवर्ड नम्बर र यो कोड हाल्ने बित्तिकै तपाईँले साइन एन्ड सबमिट गर्ने बित्तिकै तपाईँको सबमिट भइहाल्छ ओके सो तपाईँ आफ्नो डिएस 160 फर्मलाई रिट्रिभ गर्न चाहनुहुन्छ त्यसलाई कसरी गर्ने त फर्स्ट अफ अल तपाईँले कुन कन्ट्रीको लागि एप्लाई गर्नुभएको थियो त्यो कन्ट्री सिलेक्ट गर्ने वान्स तपाईँले त्यो सिलेक्ट गर्नुहुन्छ एन्ड देन रिट्रिभ एन्ड एप्लिकेसनमा क्लिक गरिदिनुहोस् सो तपाईँको पुरानो एप्लिकेसन आइडी के छ त्यो हालिदिनुहोस् सो तपाईँले यसरी आफ्नो एप्लिकेसन आइडीलाई रिट्रिभ गर्न सक्नुहुन्छ